स्वागत छ आजको नेप्से एनालाइसिसमा। आज नेप्से इन्डेक्सको कुरा गर्छौँ भने 2875.43 मा आएर मार्केट बन्द भएको छ र पोइन्ट वाइज कुरा गर्छौँ भने 162.93 पोइन्टको चेन्जेस हो। त्यो भनेको आज हामीले हेर्छौँ भने 6% को इन्क्रिज देख्छौँ। आज हामीले मार्केटलाई हेर्दै गर्दा, हामी लाइभमा एनालाइसिस गर्दै गर्दा हामीले आज सर्किट ब्रेक लगाएर सर्किट ब्रेकमा कारोबार भएर हामी 12 बजेदेखि हल्टमा बसेको थियौँ र आज कुरा गर्छौँ भने हामीले 252 कम्पनीले एडभान्स गरेको छन्। एउटा मात्रै कम्पनी डिक्लाइनमा छ, आरएसएमएल। त्यो पनि केही सानो पोइन्टले मात्रै हो, यसलाई डिक्लाइन पनि भन्नु मिल्दैन। र हामीले सर्किटको कारोबारको कुरा गर्छौँ भने आज हामीले झन्डै 30 देखि 40 कम्पनी चाहिँ 10 देखि 8% को बिचमा कारोबार भएको देख्छौँ। टेक्निकली हेर्छौँ भने आज हामीले नेप्से इन्डेक्सलाई डे क्यान्डलको टाइम फ्रेममा आएर हेर्छौँ भने हामीले एकदमै स्ट्रङ बुलिस माराबुजु क्यान्डल बनेको देख्छौँ होइन। हामीले धेरै प्रिभियसको रेन्जहरू जस्तै 2780, 2790 को रेन्जहरू या 2800 को रेन्जहरूलाई ब्रेक गरेर आज हामीले एउटा स्ट्रङ ब्रेकआउट या भनौँ एउटा स्ट्रङ बुलिस प्याटर्न फर्मेसनको क्यान्डल चाहिँ बनाएको देख्छौँ होइन। म सुरुमा 5 मिनट टाइम फ्रेममा गरेर देखाउँछु है त। सुरुमा 5 मिनट टाइम फ्रेममा गएर हेर्ने भने हामीले आज 3टा मात्रै कन्जर्भेटिभ क्यान्डल बनाएर हामीले चाहिँ आज मार्केटमा सर्किट ब्रेक लगाएर आज हामीले कारोबार बन्द गरेको थियौँ। त्यो भनेको हेर्न सकिन्छ कन्जर्भेटिभ सुरुमा हामीले 4% क्यान्डल बनायौँ, त्यसपछि हामीले 1% को क्यान्डल, फर्दर 5% क्यान्डल भयो, त्यसै लास्टमा हामीले फर्दर 1% क्यान्डल बनाइसकेपछि हामीले जम्मा 6% को क्यान्डल नेप्सेको क्यान्डल बनिसकेपछि आज हाम्रो मार्केट कारोबार बन्द भएको थियो, हल्ड भएको थियो स्पेसली चाहिँ हामी कता गएर हेर्छौँ भन्दाखेरि विकली टाइम फ्रेममा गएर हेर्छौँ भने हामीले के देख्छौँ भनेर हेर्ने भने विकली टाइम फ्रेममा हेर्ने भने पहिला पनि यस्तै कन्जर्भेटिभ रेन्जमा कन्सोलिडेसन रेन्जमा बसेर गइसकेपछि एउटा ब्रेकआउट आएको थियो जहाँ हामीले 3200 को एरियाहरूलाई पनि हामीले अचिभ गरेको थियौँ भने र केही यो 3200 बाट मार्केट घटेर आइसकेपछि हामीले यो जुन कन्जर्भेटिभ कन्सोलिडेसनमा बसेको देखेको थियौँ, यही कन्जर्भेटिभ कन्सोलिडेसन हामीले फेरि पनि यहाँनिर पनि केही न केही गरेर चाहिँ कन्सोलिडेसन गरेर चाहिँ बसेको चाहिँ देख्न सकिन्छ। तर यो विकली टाइम फ्रेममा हो है। यो कन्सोलिडेसन र यो कन्सोलिडेसन सिमिलर रेन्जमा बसिरहेको छ। यो हामीले अहिले रिसेन्ट कन्सोलिडेसन हेर्छौँ भने 2450 या भनौँ 2500 को रेन्जदेखि हामीले 3000 को रेन्जमा जुन यो कन्सोलिडेसनको रेन्जमा चाहिँ बसिरहेको छौँ। अब यो रेन्जलाई ब्रेक गर्ने हो भने चाहिँ काहीँ न काहीँ एउटा मोमेन्टम फ्लो चाहिँ देखिन सक्ला। सानो मोमेन्टम फ्लो भए पनि केही देखिन सक्ने सम्भावना चाहिँ छ। त्यसको लागि हामीले 3000 को रेन्जलाई चाहिँ ब्रेक गर्नुपर्ने हुन्छ होला। 3000 को रेन्जलाई ब्रेक गर्न सक्यौँ, एउटा कन्जर्भेटिभ क्यान्डल बनाउन सक्यौँ भनेको बुलिस क्यान्डलमा एउटा स्ट्रङ फर्मेसन देखिन सक्यो भने हामीले डे क्यान्डल टाइम फ्रेममा गएर हेर्छौँ भने हामीले हायर टाइमको लेभललाई अचिभ गर्न सक्यौँ, 3000 को रेन्जलाई ब्रेक गर्न सक्यौँ भने काहीँ न काहीँ एउटा राम्रो मोमेन्टम फ्लो हुन सक्ने सम्भावना या भनौँ कन्टिन्युएसन र्यालीतिर या भनौँ हायर हाई टाइम फ्रेममा गएर पनि हेर्छौँ भने हामीले कन्टिन्युएसन चाहिँ अप ट्रेन्डतिर फलो गरेको चाहिँ पक्कै बुझ्न सकिन्छ। र आज हामीले जुन हिसाबको चाहिँ डिमान्ड क्रिएट गरेको छौँ त्यो हिसाबको डिमान्ड चाहिँ भोलि पनि आउन सक्यो या भनौँ भोलि मार्केट हल्टै हुनुपर्छ, 6% लगाएर हल्टै हुनुभन्दा पनि भोलि कारोबार हुन सक्यो त्यो पनि राम्रो। या आजको अस्ति एउटा मार्केटमा पम्प देखिन्छ, डिमान्ड फ्लो देखिन्छ भने भोलिको दिनमा पनि हुन सक्ला हामीले प्रिभियस धेरै पहिला देखेको जस्तो हल्ट पनि हुन सक्ने सम्भावना हुन्छ। म एउटा सानो सिनारियो पनि देखाउँछु। एकदमै प्रिभियसको सिनारियोमा गएर हेर्ने भने यो कोरोनाको टाइम फ्रेममा हामीले यहाँ 2 दिन चाहिँ सर्किट लगाएको थियौँ है। यो कुरा चाहिँ थोरै नोटिस गर्नु होला। हामीले एउटा डिक्लाइन पछि, कोरोनाको डिक्लाइन पछि हामीले एउटा मार्केट जब ओपन हुन्छ त्यसपछि हामीले एउटा सर्किट लगाउँछौँ, त्यसपछि फेरि अर्को दिन सर्किट लगाएको थियौँ। 2 दिन सर्किट लगाइसकेपछि अर्को दिन चाहिँ हामीले के गरेको थियौँ, फ्ल्याटली रिकभर पनि गरेको थियौँ। त्यो सर्टेन केही न्युजले गर्दाखेरि त्यो रिकभर भएको थियो। तर हामीले हेर्छौँ भने 2 दिन सर्किट लगाएर अर्को दिन रिकभर पनि गर्न चाहिँ आएको थियो है। यो कुरालाई पनि नबिर्सिनु होला। त्यसपछि हामीले हेर्छौँ भने बिस्तारै मार्केट चाहिँ अप ट्रेन्डतिर आफ्नो वेमा आफ्नो गतिमा चाहिँ गएको देख्न सकिन्थ्यो होइन। त्यही अनुरूप अब हामीले त धेरै आशा गरेको एउटा पोजिटिभ न्युज आएको छ जियो पोलिटिकल्ली, एउटा पोलिटिकल्ली नेप्सेलाई पनि टच हुने गरी एउटा सिफ्ट चाहिँ भएको छ है। त्यो कारणले गर्दाखेरि अब भोलि पनि एउटा सर्किट आउन सक्यो भने हामीले पक्कै पनि काहीँ न काहीँ रिटेस्टको लागि आउन सक्ला या 3000 पछि सानो सामान्य रिटेस्टको लागि पनि मैले बाइङ गर्ने ट्राई चाहिँ गर्नुपर्छ भनेर राख्न सक्नु भयो नि होइन, एउटा धारणा चाहिँ। तर के पनि गर्न सकिन्छ भन्दा अहिले मार्केट अप रेन्जतिर जाँदै गर्दा थोरै मात्रामा लगानी गर्ने ट्राई गर्न चाहिँ सकिएला है। थोरै लगानी गर्ने ट्राई पनि गर्न चाहिँ सकिन्छ नै यस्तो बेलामा। र भोलि मार्केट के हुन्छ भनेर हेर्ने भने भोलि मार्केट कन्टिन्यू हुन सक्ने सम्भावना पनि हाइली नै छ जुन हिसाबको मार्केटमा डिमान्ड फ्लो छ। या भोलि रिटेस्टको लागि आउँछ भने पनि मार्केटले कतिको रेन्जमा सस्टेन गर्छ होइन। भोलि रिटेस्टको लागि पनि आयो भने थोरै केही डिक्लाइन्सको साइडमा पनि आयो भने चाहिँ मार्केटले कतिको रेन्जमा चाहिँ सपोर्ट बनाएर बस्छ त। के अब मार्केटले सपोर्ट यो रेन्जलाई बनाउने हो होइन, यो रेन्जमा सपोर्ट बन्ने हो कि या भनौँ योभन्दा डिक्लाइन रेन्जको यो एरियातिर सपोर्ट बनाउन आउने हो कि होइन बिलो रेन्जमा। या बुझ्न सकिन्छ हामीले भोलि अझै स्ट्रङ एउटा ब्रेकआउट क्यान्डल पनि फेस गर्न सक्छौँ होइन। एउटा ब्रेकआउटमा पनि जान सक्ने सम्भावना पनि हुन सक्ला, 3000 को नजिक जान सक्ने सम्भावना पनि हुन सक्ला।
पक्कै पनि भोलिको कस्तो कारोबार गर्छ भन्ने हामी हेर्छौँ नै। र हामीले हेर्नुपर्ने चाहिँ के छ भन्दाखेरि ब्याङ्किङ आज हेर्छौँ भने धेरै समयपछि जुन चाहिँ कन्सल्टेसनमा बसेको थियो आज एकदम एक्साइटेड कारोबार गरेर बसेको छ। ब्याङ्किङ सेक्टरलाई पनि हेर्छौँ भने आज इत्यादि सेक्टरहरू है इत्यादि सेक्टरहरूमा गएर हेर्छौँ भने हामीले हाइली लोडेड स्टकहरू या भनौँ न एकदमै फ्लोटेड स्टकहरूमा बसेको आज कम्पनीहरूले पनि राम्रो उछाल गरेको छ, राम्रो ग्याप अपबाट कन्टिन्यू गरेको छ। अब यो चाहिँ कन्टिन्युएसन हुन सक्यो, यी सेक्टरहरूमा कन्टिन्युएसन आउन सक्यो, यी फ्लोटेड कम्पनीहरूमा राम्रो कन्टिन्युएसन देखिन सक्यो भने चाहिँ पक्कै पनि मार्केट एउटा कन्टिन्युएसन फर्मेसनमा जान सक्ने सम्भावना चाहिँ हाइली नै छ। या हामीले रिटेस्टको एरियातिर बाई गर्ने ट्राई गर्नुपर्छ, या चाहिँ हामीले ब्रेकआउटको रेन्जमा पनि थोरै मात्रामा लगानी चाहिँ गर्न सकिन्छ नै। मैले फेरि पनि भन्न चाहेँ नेप्सीमा हामीले यो जुन प्रिभियसको सिनारियोको कुरा गऱ्यौँ, हामीले केही समय अगाडिको यो सिनारियो ठ्याक्कै त्यो पहिला जे भयो त्यो चाहिँ नहोला होइन, तर रिटेस्टको लागि थोरै केही मार्केट रिटेस्टको लागि आयो भने पनि हामीले बाइङ गर्ने अपर्च्युनिटीतिर चाहिँ जानुपर्छ होला। या भोलि कारोबार कसरी गर्छ मार्केटमा, कारोबार फ्लो कसरी आउँछ भनेर पनि हेर्नु चाहिँ पर्छ होला। पक्कै नै हामी भोलि लाइभमा डिस्कसन पनि गर्छौँ नै। तर इम्पोर्टेन्टली चाहिँ के हो भन्दाखेरि मार्केट सस्टेन चाहिँ गर्नु पऱ्यो। अब हामीले जुन अनसर्टेनबाट जुन अब मार्केटले पनि एउटा डिसिजन लिन सकिरहेको थिएन होइन, एउटा बुलिस फर्मेसनमा मार्केट कन्टिन्यू हुन सकिरहेको थिएन। अब चाहिँ के हुनु पऱ्यो भन्दा मार्केटमा डिमान्ड फ्लो चाहिँ कन्टिन्यू आउनु पऱ्यो। जस्तै हेर्नुहुन्छ भने हामीले यो 2100को रेन्जलाई ब्रेक गरेर गइसकेपछि हामी 3000 कन्टिन्यू गऱ्यौँ, त्यसपछि हामी धेरै राम्रो कन्सोल्टेसनमा बस्यौँ, राम्रो पनि र लामो पनि कन्सोल्टेसनमा बसेको छौँ। अब यो कन्सोल्टेसनलाई ब्रेक गर्ने हो भने मार्केटले राम्रो अप ट्रेन्ड हाई ट्रेन्डतिर जान सक्ने सम्भावना पक्कै पनि देखिन्छ नै। म फेरि पनि विकली टाइम फ्रेममा गएर देखाउँछु। विकली टाइम फ्रेममा गएर हेर्नु भने स्टिल पनि हामी कन्टिन्यू हुने लाइनतिर बसिने रहेको छौँ। र आजको बल्किङ ट्रान्जेक्सनमा हेर्नुहुन्छ भने त्यस्तो केही पनि रफ एन्ड टफ बल्किङ ट्रान्जेक्सन चाहिँ भएको देखिँदैन, किनकि टाइम पनि त्यस्तो धेरै चाहिँ थिएन। तर पनि हेर्छ भने एनएबिबिसी, रिडी, एनएबिबिसी, पिपिएल, केबिएल, एपिआई, एनजिपिएलहरूमा थोरै केही ट्रान्जेक्सन भएको चाहिँ देखिन्छ। र बल्किङ ट्रान्जेक्सनको कुरा गर्ने भने चाहिँ हामीले यही सिम्पली एनएबिबिसी र रिडीमा चाहिँ देख्छौँ। तर त्यस्तो रफ एन्ड टफ पहिला जस्तो रफ एन्ड टफ चाहिँ केही पनि देखिँदैन। आज त्यस्तो मजाले फ्लक्चुएसनली कारोबार पनि भएको चाहिँ देखेको थिएन नै। ब्रोकर वाइज हेर्छौँ भने हामीले ब्रोकर वाइज ट्रान्जेक्सन हेर्छौँ भने 58, 48, 20, 33बाट केही बल्किङ ट्रान्जेक्सन भएको देख्छौँ नि। यानि यी बल्किङ ट्रान्जेक्सनमा पनि त्यस्तो धेरै कारोबार देखिँदैन, किनभने मार्केट एकैछिन केही समयको लागि मात्रै कारोबारमा देखिएको थियो, कारोबारमा आएको थियो। त्यो भएको कारणले गर्दा त्यस्तो धेरै चाहिँ कारोबार पनि देखिँदैन। यद्यपि हेर्छौँ भने 58, 48, 20बाट चाहिँ केही ट्रान्जेक्सन भएको पक्कै पनि देख्छौँ नि। र भोलि पक्कै पनि हामी लाइभमा आएर फर्दर डिस्कसन गर्नेछौँ नि है त।